देखिन्छ ऐना सुत्दा पनि देखिन्छ र भन्नाथ मार्क्स पर्दैन त नि होला पैसा छैन भन्ने त अलि लास्ट वेलकम ब्याक टु आवर च्यानल आज चाहिँ हामीले तिमी र मैले 1000 रुपियाँको सामान किन्ने कसले कुन चाहिँ कस्तो सामान किन्छ 1000 रुपियाँको च्यालेन्ज ल सामान किन्छ मतलब अहिले हामी जान लाग्छौँ नि त तिमीले 1000 र मैले 1000 को कस्तो सामान लिउ आफै किन्ने ल ओके मतलब पैसा छैन त अनि म दिन्छु नि पैसा बाटोमा जाँदै फेरि म्याक्स भ्याली भेट्यो म्याक्स भ्याली भनेको यहाँको चाहिँ जापानमा अलि सस्तो पाइन्छ भएन सस्तो भन्छन् क्या अब जस्तो भन्नाले होलसेल टाइपकोमा पैसा पर्ने सामान चाहिँ अलि धेरै पाइने भन्ने खालको पसल हुन्छ यो चाहिँ पसल हो यहाँ पसम भनिराख्नुमा छ लोत्तो काट्ने आज चाहिँ ताकाएर रुचि काट्ने अरे र कोलाई पर्छ कोलाई पर्दैन है कि त लोत्तो काट्नु छ तिम्रो पालो अब मैले चाहिँ यहाँ काटेँ यसैमा काट साँझ चाहिँ यसो बच्चा पऱ्यो भने यसोबाट किन पस्या हो भाइ त्यस्तो चिज पाइन्छ जापानमा केही पाइएन अब यहाँ नपाएपछि भाग्नु पर्यो आफ्नो गन्तव्यतिर अहिले आउट अफ फोकस भइन्छ कता हो बाटो ल अब चाहिँ हामीहरू सिधै जाँदैछौँ स्ट्रिप पसलमा हामीलाई त मार्क्स पर्दैन त हामी त यो जापानमा आएर जापानिज भइसकेका मान्छेहरूलाई मार्क्स नभएन भने हो कि नै टोपी हराए त्यसपछि स्वदेश नै हुन्छ केमा सामान ल्याउन हे भगवान् यहाँ छ गाडी भएपछि कति सजिलो गरी हिँड्ने छोरा अन्त ड्याडीलाई भन्नु छिटो गाडी किन्ने भनेर हामी यहाँ पुगिसक्यौँ त्यही हो ट्रिप पसल अब चाहिँ पैसा दिनुपर्ने होला पैसा छैन भन्ने त अलि लास्टमा पे गर्दाखेरि दिन्छु नि त म खालि 1000 रुपियाँ है पर्स खोल्नु कार्डको बिल अलितिर क्रेडिट कार्ड चल्दैन क्यास मात्रै हो फेरि ल हामीहरू त्यहाँ गएर अब सपिङ गर्छौँ ब्याङ्किङ मात्रै हुन्छ यहाँ फेरि कार्ड चल्दैन
छैन, मलाई यस्तै फ्रिज चाहियो तिम्रो बराबर। कहिले कहिले झगडा पऱ्यो भने तिमीलाई भित्र बन्द गर्ने। यस्तो अझ के चाहियो? के हेर पसिना काटेर इग्नोर गर्नु होला। म्यास चाहिँ मान्छे राम्रो भएपछि घर म्यास हुन्छ, घर राम्रो भएपछि मान्छे म्यास हुन्छ, त्यही हो चलिरहेको छ। 1000 रुपियाँमा के आयो त भनेर भन्नु है, बुढोको खासमा चाहिँ 1000 रुपियाँमा किन्न बुझेको के हो। फर्स्टमा चाहिँ बुढोको देखाउँछु, बुढोले चाहिँ के किन्नु भएको थियो भनेर। बुढोले चाहिँ यो देखाइसकेँ मैले, एउटा टी सर्ट 900 रुपियाँमा, त्यहाँको यही मात्रै आयो। मैले चाहिँ के लिएँ भनेपछि मैले चाहिँ 5वटा चिज लिएर आएको छु 1000 रुपियाँमा। फर्स्टमा यो चाहिँ 100 रुपियाँ पर्यो, त्यसपछि बाबुको लागि फसी ल्याइरहेको यो चाहिँ समथिङ 100 रुपियाँ पऱ्यो। त्यसपछि यो चाहिँ जुत्तामा लगाउने हो, यो जुत्तामा त्यस्तो हिलहरू लगाउँछौँ हामीले, त्यस्तै लगाउँदाखेरि बाक्लो खालको भएपछि सजिलो हुन्छ। कहिले अब गाडी भएको मान्छेलाई त सजिलो भइहाल्यो, गाडी भएको मान्छेहरूलाई चाहिँ अलिक गर्छ नि त, त्यही भएर 80 रुपियाँ पऱ्यो। त्यसपछि मैले 1 टी लिएँ, यो चाहिँ अब गर्नु सुरु भइसक्यो, त्यही भएर कटनको चिजहरू लगाउनु पर्छ नि त, त्यही भएर यो मैले लिएँ एउटा। चेकमा फेरि मलाई लगाउनु मन लागिरहेको थियो फ्याक्ट्री यो पाल्टेको हो। लास्टमा चाहिँ मलाई सबैभन्दा मन परेको प्याक, यो चाहिँ कति होला यो कमेन्ट गर्दा पनि हुन्छ। सुरुमा कमेन्ट गर्ने मलाई फर्स्ट कमेन्ट गर्नु होला। यो चाहिँ म 300 रुपियाँको रहेको, मैले चाहिँ 5वटा सामान लिएर आएँ। बरु चाहिँ एउटा सामान मात्र लिनु भयो, 900 रुपियाँ पऱ्यो। त्यही हो, आजको लागि चाहिँ यति नै भयो। फेरि पनि हामीहरू च्यालेन्जहरू अरूहरू के हुन्छ मैले सक्दोसम्म लिएर आउनेछु। अनि आजलाई चाहिँ हाम्रो ब्लग चाहिँ यही एन्ड गरौँ। साइडको चाहिँ म्यासलाई साइडमै राख्नु होला, लाइक सेयर सब्सक्राइब, त्यसपछि के हुन्छ जे पनि हुन्छ सब गर्नु होला। न्यू ब्लगर हो, 2-4वटा भिडियो हालिसकेको छु, तर त्यही पनि म नयाँ भिडियो अझै हाल्नेछु, नयाँ अब कुन हुन्छ होइन, त्यही हो। फेरि भेट गर्नेछौँ। बाई बाई।